तपाईँ पढेर तयारी गर्नुहोस्, धुमधाम पढ्नुहोस्। यसरी पढ्नुहोस् कि त्यो 10-15 हजार मिनिङ तपाईँले 10 दिनमा याद गर्नुहुन्छ या 1 महिनामा याद गर्नुहुन्छ, सक्नुहुन्छ। सम्भव छ यो, असम्भव मैले कहिले भन्दिनँ, सम्भव छ, तपाईँले याद गर्न सक्नुहुन्छ। गाह्रो छ होला, गाह्रो छैन, असम्भव होला, असम्भव छैन, सम्भव छ। त्यो मिनिङ छ नि 15-20 हजार 8-10 हजार मिनिङ इजिली याद हुन्छ। एउटा डट पेन लिनुहोस्, एउटा कलम लिनुहोस्, एउटा कपी लिनुहोस् र ढोकाको चुकुल लगाइदिनुहोस्, त्यहाँबाट भित्र बस्नुहोस्, किताबको पाना खोल्दै जानुहोस्, मिनिङ बुकको पाना पनि खोल्दै जानुहोस्। पहिले सर पढ्नुहोस्, एकचोटि 2 चोटि पढ्नुहोस्, 3 चोटि पढ्नुहोस्, त्यहाँबाट छोप्नुहोस्, नेपाली अथवा कोरियन मिनिङले छोप्नुहोस्, एउटा पेपरले छोप्नुहोस् मजाले। त्यो छोपेपछि तपाईँले भन्दै जानुहोस्, कोही साथी छ भने साथीलाई हेर्न लाउनुहोस्, नत्र सोध्न लाउनुहोस्, नत्र आफै छोपेर हेर्नुहोस् र जुन जुन आउँछ पेन्सिलले राइट लाउँदै जानुहोस्, जुन जुन आउँदैन त्यसलाई नछुनुहोस्। जुन मिनिङ आउँछ नि त्यसलाई फेरि 3 चोटि पढ्नुहोस् आउने मिनिङलाई, अनि फेरि छोपेर गर्नुहोस्। त्यो याद भइसक्यो, त्यो याद भयो, अब त्यसको लागि टेन्सन भएन, त्यो याद भइसक्यो तपाईँलाई। कसैले पनि खोसेर लान सक्दैन, कसैले पनि तपाईँबाट चुटेर अथवा मारेर लान सक्दैन। त्यो तपाईँको दिमागमा पसिसक्यो, तपाईँले याद गरिसक्नुभयो, ढुक्क हुनुहोस्, आनन्द भयो। अब नआएको मिनिङ छ नि त्यसलाई एकचोटि जस्तै खादा भन्नुहोस्, मानु खादा तपाईँलाई आएन, खादा 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 भन्नु 3 चोटि पढ्नुहोस्, नेपालीमा जानु, खादा खादा 3 चोटि पढ्नुहोस्, नेपालीमा जानु, एकचोटि भन्नुहोस्। कुनै पनि मिनिङ आउँदैन, त्यो मिनिङलाई 3 चोटि कोरियनमा पढ्नुहोस्, त्यसपछि नेपालीमा एकचोटि पढ्नुहोस्, 3 चोटि पढ्नुहोस्। मैले यसरी याद गरेको थिएँ मिनिङ, एउटा मिनिङलाई 45 चोटि पढेर याद गरेको। 45 चोटि भने कस्तो होला सम्झिनुहोस् त, 45 चोटि, 45 के 45 चोटि, त्यति सजिलो कहाँ छ र। तर मैले त्यो आइडिया पछि थाहा पाएँ, सुरुमै थाहा पाएको भए मैले 15-20 दिन 1 महिनामा त 5-6 हजार मिनिङ इजिली याद गर्थेँ। नआउने मिनिङलाई बढी ध्यान दिनुहोस्, आउने मिनिङलाई 1-2 चोटि पढ्नुहोस्, याद गर्नुहोस्, छोडिदिनुहोस्। नआउने मिनिङलाई 3 चोटि कोरियन पढ्नुहोस्, त्यहाँबाट नेपालीमा पढ्नुहोस्, कोरियन पढ्नुहोस्, नेपाली एकचोटि पढ्नुहोस्, कोरियन 3 चोटि, नेपाली एकचोटि, कोरियन 3 चोटि, नेपाली एकचोटि। एउटा मिनिङलाई 45-50 चोटिसम्म याद गर्नुहोस् त, पढ्नुहोस् त, इजिली याद हुन्छ त्यो मिनिङ, इजिली हुन्छ। त्यस पछाडि पढ्दै जानुहोस्, एउटा मिनिङलाई 50 चोटिसम्म नै पढ्नुहोस्, त्यो मिनिङ कहिले बिर्सिने छैन। अनि त्यति सक्दा पनि तपाईँको दिमागले टिप्न सकेन, अर्को आइडिया पनि छ एउटा। त्यो आइडिया के हो भने कपीमा लेख्दै पढ्दै, लेख्दै पढ्दै, लेख्दै पढ्दै, लेख्दै पढ्दै 4-5 वटा कपी किनेर ल्याउनुहोस्। तपाईँ कोरिया जानु छ नि त, कोरिया गएर महिना 2 लाख कमाउनु छ, 2-4 हजार खर्च हुँदा केही हुन्न, दुःख मन गर्नुहुन्न, 2-4 हजार खर्च हुन्छ, तपाईँकै हुन्छ, तपाईँ कोरिया आउनुहुन्छ नि त, भोलि पर्सि आउनु छ नि त। अनि लेख्दै पढ्दै, लेख्दै पढ्दै, लेख्दै पढ्दै गर्नुहोस् त, दिमागमा कसो नपस्ला, पस्छ, 100% पस्छ। तपाईँले अनि यो भिडियो हेरेपछि भन्नुहुनेछ, पछि मलाई नै भन्नुहुनेछ, हो तपाईँले भन्नुभएको कुरा ठिक रहेछ, मैले त्यही गरी पढेँ भन्ने भन्नुहुनेछ। अब अर्को आइडिया पनि छ, त्यसको लागि चाहिँ तपाईँले अर्को भिडियो हेर्नु होला, त्यो भिडियो पनि छिट्टै आउनेछ अर्को, त्योभन्दा सजिलो आइडिया छ के अर्को तपाईँले।